यो सिन्दुर हाल्ने मान्छे को हो होइन लाने कि के गर्ने यो यहाँ कमेन्टमा छिरो भन्नु है कि लानु पर्यो होइन नत्र यसरी जोपाइदिएर सिन्दुर हालेर छोड्नु त भएन नि यो साथी चाहिँ हिजो दक्षिण काली गएको अरे भिड थियो अरे होइन कसले त्यही बेलामा सिन्दुर हाल्दै अरे थाहा नै पाएन यो चाहिँ तामाङनी हो होइन कसैले मन पराउनुहुन्छ राम्रो लाग्यो भने कमेन्ट गर्नु होला सो व्हाट्सअप ब्युटिफुल पिपल के छ हालचाल बाइक फेरि अफ हो सो व्हाट्सअप ब्युटिफुल पिपल बहुनी छन् तपाईँहरूलाई स्वागत छ आजबाट नयाँ भिडियोमा अनि यता बेला बिहानको 6:30 बजे ठ्याक्कै कलास जान लागेको ठ्याक्कै मेरो युट्युब च्यानल मोनिटाइज भएको छ त्यही खुसियालीमा फेरि भिडियो बनाउन थालेको थिएँ मैले होइन हल्का हल्का डलर जम्मा हुन थालिसकेको छ सो बाटोमा भेटौँ है त के लाउनु आएको है बच्चाहरू कुदेर आउँदाखेरि चाहिँ म एकपल्ट पहिला पनि फसेको छु होइन अहिले पनि झन्डै म उतापट्टि हेरेर चाहिँ ठ्याक्कै बच्चा कुदिरहेर अगाडिमा मेरो पार्किङ गर्ने ठाउँ देख्न सक्नुहुन्छ दुईवटा गाडीको बिचमा ट्याक्क दिए अहिले त्यो गाडीवालाहरूले अहिले हटाउनु पर्ने हुनसक्छ भनेर मैले त्यहाँ लक नलाइकन राखेको चाहिँ बाइक नै हराउने हो कि आले उता राख यहाँ ठाउँ छैन आले पनि ठ्याक्कै आइपुगेछ क्लासको साथी सो अहिले भेटौँला है त गाई मेरो साथी मेरो केटी साथी हो सबिना होइन तर मान्छे चाहिँ केटा जस्तो छ होइन त्यही भएर म सबिन भाइ भन्छु आज कसले सिन्दुर हाल्दैछ है यस्तो यो अन्याय हामी हुँदा कसले हाल्यो क्लासमा छिरिसकेँ म साथीहरूले पनि अब सिन्दुर हालेर मेरो साथीहरू अब के भन्नु होइन हाम्रो टपर फेरि टपर हो है हाम्रो टपर हो टपर हामी चाहिँ ब्याक बेन्चर है लास्ट बेन्चर छु म टपर क्लासकी टपर है यो साथी चाहिँ हिजो दक्षिण काली गएको अरे भिड थियो अरे होइन कसले त्यही बेलामा सिन्दुर हाल्दै अरे थाहा नै पाएन यो सिन्दुर हाल्ने मान्छे को हो होइन लाने कि के गर्ने यो यहाँ कमेन्टमा छिरो भन्नु है कि लानु पर्यो होइन नत्र यसरी जोपाइदिएर सिन्दुर हालेर छोड्नु त भएन नि दक्षिण काली गएको अरे मन्दिरको गएर प्रसाद तर रक्षा गर्नु सबैजनाले यो सिन्दुर हाल्ने मान्छे चाहिँ अगाडि आउनु पर्यो अरू कुरा थाहा भएन नमस्कार दर्शकबिनहरू मेरो हालत चाहिँ अहिले मरेको स्याल जस्तो भएको छ होइन किन भन्नुहुन्छ भने क्वेसन एउटा केही बुझेको भए त एउटा केही बुझेको भए त केही हेर्दै थियो यो चाहिँ तामाङनी हो होइन कसैले मन पराउनुहुन्छ राम्रो लाग्यो भने कमेन्ट गर्नु होला म नम्बर सोधिदिउँ ल मलाई खोइ आज चाबेलमा के हुँदैछ मैले बुझिरहेको छैन एकदम डन्ठा सन्ठा बन्दुक सन्दुक बोकेर चाहिँ तयार छन् सबजना म चाहिँ एउटा हिँड्दिन लागेको अहिले बेकारमा अहिले एकछिनमा अहिले गोली खाइयो भने त छातीमा गाह्रो हुन्छ के हो ठ्याक्कै चाहिँ मैले बुझेको छैन तर एकदम तैनात भएर बसेका छन् पक्रेर लानुलाई योवाला गाडी पनि आछ यार गन त यार गन रेडी छ त यार गन रेडी छ सो यो चाहिँ कान्तिबाल हस्पिटलको गेट हो विराट साथीलाई यहाँ यसो पुर्याइदिने काम छ अरे भनेर आएको थिएँ म अब म फर्किन लागेको आज शुक्रबार भोलि शनिबार भोलि उता जाने प्लान पनि छ ल साथी म लागेँ है त ल है म चाहिँ लागेँ यहाँनिर चाहिँ फुटबल गेम भइरहेको रहेछ है तर बच्चाहरूको पो रहेछ त मजा लाग्छ जस पहिला कति खेलिन्थ्यो फुटबल है पहिला यस्तो क्या फुटबल पनि कस्तो खेलिन्थ्यो भनेदेखि यस्तो फिल्ड त कहाँ पाउनु हामीले त होइन खेतमा धान काटेपछि हुन्छ नि त खेतमा खेल्थ्यौँ त्यो पनि बल पनि कहिले मोजाको बल बनाएर खेल्थ्यौँ कहिले फुटेको बल त्यही पनि धेरै रमाइलो हुन्थ्यो अब यस्तो दिनहरू कहिले फर्केर आउँदा पनि आउँदैन बच्चाको बेलाको छुट्टै
बच्चाको बेलाको एउटा छुट्टै यादहरू हुन्छ हरेक मान्छेको है। रमाइलो थियो जो सानोको जिन्दगी। जब ठुलो हुँदै गयो जिम्मेवारीहरू थपिँदै जान थाले होइन। अब अरूको हेरिन्छ, खुसी हुनुपर्छ अरूको हेरेर पनि। ठिक छ, जिन्दगी यात्रा रहेछ है, चलि नै रहने रहेछ जिन्दगी, त्यही भन्न चाहेँ। लागे म अब हेलमेट सेलमेट नलाइकन के हो यसको पारा फेरि। जहिलेदेखि तिमीसँग प्यार हो मिठो मिठो सपना साकार हो। हाम्रा जनशक्तिहरू केटाहरू दौडिरहेछन्। तर यिनीहरू नेपाल आर्मीको लागि होइन होला, बाहिरको लागि। नमस्ते नमस्कार अनि सबैजनालाई एकदमै शुभकामना नयाँ वर्ष 2082 सालको है। यति बेला म छु मणिचुर दह भन्ने ठाउँमा आइपुगेको छु है। यहाँनिर आज एकदमै धेरै भिड छ किनकि आज नयाँ वर्षको कारणले गर्दा तपाईँलाई हल्का देखाउँछु। एकदम राम्रो ठाउँ छ यो चाहिँ, देख्न सक्नुहुन्छ एकदम। तर मैले यो भिडियो यो पहिला पनि हालेको छु हाल्न त, तर फेरि धेरै पछि यहाँ आइपुगेको छु। एकदम पिस टाइपको छ क्या ठाउँ चाहिँ। तर आज चाहिँ अलि नयाँ वर्षको कारणले गर्दा एकदम धेरै मान्छेहरू हुनुहुन्छ, नत्र अरू बेला चाहिँ यहाँनिर मान्छे खासै हुँदैन। एकदम शान्त ठाउँ हुन्छ है। तपाईँहरू नि आउनु होला। एकदम यो ठाउँ चाहिँ सधैँ यत्तिकै नै राम्रै भइबस्छ, तर मान्छे चाहिँ आज धेरै हो किनकि नयाँ वर्ष भएको कारणले गर्दा घुम्न आएकोले गर्दा। आउनु होला, घुम्नु होला। यो काठमाडौँ बौद्धबाट त्यही 15-20 किलोमिटर होला, धेरै न धेरै जस्तो लाग्छ है। धेरै टाढा पनि छैन, 1 घन्टामा बाइकमा मजाले आउनु सकिन्छ। सो सुदीप दाइ र म चाहिँ नयाँ वर्षको दिन पनि के नघुम्ने भन्ने प्लानमा चाहिँ अनि यसो यहाँसम्म आइयो होइन। हामीलाई त ठ्याक्कै 40 मिनट लाग्यो। 40 मिनट हामी यहीँ आइपुग्यौँ क्या मूलबानीबाट। सरासरी जामसाम कतै केही पनि परेन, बाटोमा सरासरी आउँदाखेरि 40 मिनट हामी यहीँ आइपुगेको थियौँ। सो 100 रुपियाँ टिकट लाग्छ यहाँ छिर्नको लागि। छिर्नको लागि भन्दा शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्छ। आउनु होला, एकदमै बवाल एकदमै पिसफुल ठाउँ छ है। तपाईँ ट्रेकिङ गरेर नै आउनु सक्नुहुन्छ, बाइक लिएर गाडी लिएर जे लिएर नै आउनु सक्नुहुन्छ। एकदम बाटो पनि सजिलै छ, ठिकै छ। अनि अर्को कुरा, मेरो चाहिँ भाइ पनि गयो। त्यो चाहिँ सानै मेरा मेरो भाइ भने चाहिँ अब म त हेर्नु त म त कलिलै छु भने चाहिँ मेरो पनि भाइ पनि विदेश गइसक्यो। त्यो चाहिँ हिजो चाहिँ त्यो नेपालबाट फ्लाइट थियो त्यसको, अनि चाइनामा ट्रान्जिट थियो, त्यसपछि अनि आज फ्लाइट थियो त्यसको, त्यो पनि गइसक्यो। अब पहिले हामी दाजुभाइ छुट्टिएर त्यस्तो खासै थिएन, त्यस्तो छुटेको ऊ अब बेलैमा छुटिनु पऱ्यो झन्। अब चाहिँ अब ऊ नेपाल फर्किँदा म नेपाल आउँदैन होला, म नेपाल आउँदा ऊ नेपाल आउँदैन। अब भन्नु त के भन्नु, सपनाको झोला बोकेर हिँडेको मान्छे फर्किँदाखेरि सपनाहरू पुरा भएका कोसेलीहरू झोलामा होस्, त्यही छ शुभकामना। अनि तपाईँहरू सम्पूर्णलाई नयाँ वर्ष 2082 सालको चाहिँ एकदम धेरै शुभकामना भन्दै नयाँ आउने चुनौती तथा सफलता अनि प्रगतिको कामना गर्छु। सो थ्याङ्क्स फर वाचिङ, किप लभिङ, किप सपोर्टिङ। आफ्नो ख्याल राख्नु होला। बाइ बाइ गाइज।